हेलो गुड मर्निङ नमस्कार सबैलाई आफ्टर लङ टाइम म फेरि मेरो ब्लगमा आइसकेको छु र यो ब्लग चाहिँ स्पेसल हुनेछ एज आई एम गोइङ नेपाल टुडे आफ्टर मोर देन कति इयर्स 2.5 years 2.5 years त्यसैले यसो मेमोरीको लागि भयो नि बनाइदिन्न भनेर के भएको हौ क्यामेरा मेमोरीको लागि भयो नि यसो भ्लग बनाइदिउँ भनेर आई विल बी सुटिङ एभ्रिथिङ नेपालबाट यहाँ आएछसम्म विथ माई DJI Osmo Pocket 3 recently purchased त्यही हो पछि अब मोबाइलबाट खिचौँ हैन मेरो कति भिडियोहरू त्यस्तै भएको छ मोबाइलबाट खिचौँ अनि त्यतिकै हुन्छ त्यो हाल्न नि भ्याइन्न एडिट गर्न नि भ्याइन्न बरु यसमा भयो भने यसो SD कार्डमा हुन्छ ल्यापटप पनि हेर्न मिल्छ भनेर चाहिँ ब्लग भनेको कुरा गर्ने त यतिकै ऱ्यान्डमली होइन यो भनेको बोल्ने त हो तर उता क्यामेराको उता हुने मान्छेहरूसँग बोल्ने हो नि त होइन के कसो त्यही हो आजको दिन गर्मी क्लाउडी छ यहाँ अब चिया बनाउन लाउनु भएको छ चिया चाहिँ यो हो होइन चिया यो कता गयो चिया हो यो माथि किन गइरहँदो रहेछ चिया हो अनि भुटेको भात पनि बनाउनु भएको रहेछ स्पेसल अब हामी एकछिनमा त्यही खान्छौँ हामी चाहिँ भर्खरै खाजासाजा खाएर यहाँ मल आएको छौँ घर नजिकै थियो अनि हल्का अब अझ लास्ट डे सपिङ त्यही भएर हामी चाहिँ म दाइ अनि दीक्षा भएर पेसिफिक वेयर बिहा छौँ हुनुहुन्छ हाम्रो फेभरेट केमाट केमाट चाहिँ हाम्रो के अरे सस्तोमा ठुलो स्टोर यहाँ चाहिँ होमदेखि लिएर पकाउने खाने चाहिँ पाइन्न पकाउने कुरादेखि लिएर डेकोरेसनदेखि लिएर लुगा कपडा के हुन्छ सबै पाइन्छ यहाँ चाहिँ म देखाउँछु है त यो कुसनहरू भयो 14 हो 4 होइन उता चाहिँ 10 रहेछ यो त हाम्रै घरमा हौ यहाँबाट त लानु भएन होला अनि होइन हौ उहाँबाट ल्याउनु भएको कालिम्पोङ हजुरले त एकचोटि आउँदाखेरि हो र कुसन लानु पऱ्यो भनेर अनि कुसन बोकेर आएन मेन्टल प्रब्लम चेक यहाँ चाहिँ फेरि केटाको भन्दा केटीको लुगा बल पाइन्छ मलाई चाहिँ त्यस्तो लाग्छ पर्सनल्ली जे हेरे नि राम्रो हो मैले चाहिँ एउटा यस्तो मम्मीलाई चाहिँ यस्तो किन्दैछु दीक्षाको चोइसमा तर यो पनि राम्रो रहेछ यो राम्रो रहेछ है तर छोडिदिउँ म त गरिब छु चाइनी मात्रै हेर है चाइनी मात्रै के हेरेको त्यो ए म बकेट अनि के त बकेटमा हालेर दिनु पर्ने थालमा हालेर दिउँ न हावा हो क्या यार उल्टै देखिँदो रहेछ यार उल्टै देखिँदो रहेछ यो
फेरि उल्टो गरेन भने उस हुन्छ क्या हाम्रो यो फेस यतापट्टि यो जस्तो देखियो नि आडै हुन्छ क्या यो सिमेट्रिकल नि होइन के भन्छ त्यही भनेको यहाँ चाहिँ क्रिसमस आउन लागेको भएर जताततै यस्तो डेकोरेसन हजुर युनिक्लो भन्दा युनिक्लोमै राम्रो थियो अनि यस्तो डेकोरेसनहरू गर्छन् त्यता क्रिसमस ट्री पनि छ यहाँ चाहिँ क्रिसमस चाहिँ यिनीहरूको दसैँ जस्तो हाम्रो दसैँ तिहार जस्तो त्यो भएर 1 महिना अगाडिदेखि नै यिनीहरूले चाहिँ डेकोरेट गर्ने यताउता गर्ने गर्छन् यहाँ चाहिँ क्रिसमस ट्री नक्कली सक्कली पनि पाइन्छ तर नक्कली इज बेटर फर लाइफ अरे के के हो यो लाइट बल्ने खालको हो सेन्टा क्लज ओ पिङ्क कलरको नि रहेछ यार त्यो कहाँ गयो चप्पल हरियो चप्पल ग्रिन्स वे बब्बाल देख्या हेर्नु त हिँड्नु त 1 राउन्ड राख्ने हो दाइको गाडी मात्रै मिल्छ त किनकि रातो हो नि त मलाई चाहिँ हे फिभर भएको छ यसले चाहिँ यताउता अनि नाक बगेको खोकी लागेको हाँचीमा आएको है हामी कहाँ जाऊँ भन्दा उता जाऊँ के अरे स्टिच पनि रहेछ यहाँ स्टिच मेरो थम्बनेल थ्याट यस्तो त नेपालमै राम्रो पाइन्छ यार स्पाइडरम्यान पनि कसरी लान्छ यार ब्याटम्यान अनि यो चाहिँ केटाहरूको सेक्सन बाबल रहेछ टी सर्ट कस्तो न्यानो हुने खालको रहेछ अनि थ्याट बक्सा भयो यार तर हजुरले चाहिँ सुहाउँछ होला मलाई चाहिँ मन पर्छ होइन होला यहाँ चाहिँ अब म नेपालमा चाहिँ चिसो मौसममा जान लाग्छु तर यहाँ चाहिँ गर्मी लागेको हुनाले मैले लुगै पाएको छैन अब नेपालै गएर सपिङ गर्ने एभ्रिथिङ यस्तो कटु लानुपर्छ क्या एउटा दुइटा ओ यहाँ त यो कलरवाला यो सिम्पल हो यहाँ छ त्यस्तै टाइपको तर ब्ल्याकमा पुरै होल ब्ल्याक यहाँ मैले देखाएको छु भन्दा एक्स्ट्रा स्मल केटा यहीँ हो तर यो होइन यो बटन छ खर्च नगरौँ है टाइम होइन दाइले टी सर्ट किनिदियो के किन्नु भने होइन हेर्नु न त टी सर्ट यहाँ होइन कि युनिक्लोमा कहाँ हो त अनि यहाँ चाहिँ किन आएको त हामी म्यामको लागि हामीले चाहिँ यहाँ केही नि किनिन्न हामी बाहिर निस्किन्छौँ सो म बाहिरै गएर देखाउँछु हजुरलाई सो हेलो नमस्ते फेरि पनि म चाहिँ अहिले भ्लग अहिलेको कन्टिन्यू नि गर्न सक्छु यो पनि स्टार्टिङ हुनसक्छ होइन सो म चाहिँ अब अस्ट्रेलिया छोडेर नेपाल 1 महिनाको लागि जाँदैछु एन्ड द्याट्स माई कार अब चाहिँ हामी सायद पारेर हिँड्नलाई यो एयरपोर्ट टर्मिनल 2 है त्यहाँ पुगेपछि सबै उफ गर्मी के हो चिसो भएको हो मैले अफ गरिदियो
पानी कहाँ यहाँ छ यहाँ यहाँ रहेछ अब हामी लाग्यो 1 महिनाको लागि I'll be missing home. हामी कि म I'll be missing home, everyone. मलाई पुऱ्याउन चाहिँ निश्चललाई दीक्षा खड्का अनि काचु श्रेष्ठ कहाँ गयो अब 1 काचु महिनाको श्रेष्ठ लागि जाँदैछ हामी लाग्यो अब बाटोमै गएर कुरा गरौँ न आई मिन एयरपोर्टमै गएर त्यही हो कस्तो दामी देखेको है हामी चाहिँ भर्खरै एयरपोर्ट प्रवेश गरेका छौँ एयरपोर्ट आइसक्यौँ द्याट्स द मेलबर्न एयरपोर्ट टुलामेरिन हामी चाहिँ टर्मिनल 2 हुँदै जान्छौँ यहाँबाट कति सानो अभि पहिला यता होइन यतैबाट थियो चाहिँ यहाँबाट अब राइट कहाँ आउनु खोजेको यो उता फेरि के गरेको त्यो बिचमा यता जानु लास्टकोमा यता राइटमा है लास्टमा त्यसले जाने भए हुन्छ यहाँ चाहिँ अब हामीले पार्किङको लागि पे गर्नुपर्छ अहिले जाँदा ट्याप अन गर्ने फेरि ट्याप अफ गर्ने अनि पैसा काट्छ यहाँ चाहिँ दाइले गर्न लाउनु भएको छ यत्रो देखिँदो रहेछ यार हल्लाइ यार खै त यार भयो यत्रो देखिँदो रहेछ हजुरलाई यार काट यो खातेलाई मैले अघि बाटो दिएको जानु नदिनु पर्ने हजुर जानु पर्ने त्यस्तो नभन्नु न ब्लगमा यार यहाँ चाहिँ अब हामी यार मैले त केही देखेँ आएन यार टपमा जान्छौँ टपमा घुमौरो यो गाडीमा त यार घुमौरो हुँदै ठोक्लायो मेट अहिले के हो जाम लागेको छ त यार एयरपोर्टमा नि लास्ट भिड छ जस्तो यसले मलाई देखायो नि म्यापै साइको भयो बिचरा यार कटाइहाल्नु मलाई मिरर हेरेर यो साइड लुक मिरर हेरेर चलाइरहेको छु यार अझै माथि हुन्छ होला है टर्मिनल कार पार्क छैन सिधै हो एकछिन कस्तो आएको यो हरामी रहेछ यार पार्किङ त अन्नु होला कस्तो बनाउनु थालेको रहेछ GTX यहाँ लाखौँ होला है गाडी जता हेऱ्यो नि गाडी गाडी नै गाडी कस्तो नाइचिलाको यहाँबाट नि अझै माथि लान्छ होला कि बिहा चाहिँ भने के रहेछ लेभल G26 बिहा चाहिँ अरे यहाँ चाहिँ अब कोही मान्छेहरू आउँदै होलान् कोही मान्छेहरू जाँदै होलान् म चाहिँ जाँदैछु अप्पर पार्किङ छ माथि नि देखाइरहेको छ कस्तो गर्मी यार नो पार्किङ नो डिटुर इन डिटुर $79 छ अरे 482
खै त्यही भन्छ यहीँ पनि हो क्या तर यो यही पछाडिको त्यता जानु छ तर अलि लामै हुन्छ जाने होला चाहिँ ठाउँ छैन बुझेनौ त्यता जाने ठाउँ छैन कस्तो जाने उतै हो त्यहाँ भनेको अँ जाऊँ न यता लेफ्टतिर त्यता नो एन्ट्री रातिको बेला त को आउँछ होला र तर आउँछ है 24 घन्टा हो यो होइन यस्तै हुन्छ प्रब्लम हुन्छ म नि दीक्षा लिन आउँदा यस्तो म यसको टपमा राखेको रुफ टपमा पार्किङै नपाएर त्यही नि बल्ल के माथि पऱ्यो नि लास्टै माथि गाडी चलाएको खोज्दा उतै रहेछ त्यसले हाल्यो यार भर्खर झिक्यो माथि हो ऊ त्यहाँ खाली त देखा 2टा 3टा यहाँ चाहिँ यस्तो सिस्टम छ फेरि प्याक भयो भने चाहिँ रातो बत्ती बोल्छ यहाँ अनि खाली छ भने चाहिँ त्यस्तो हरियो यहाँ देखेको छैन त्यो गाडीको आमा यो गाडीलाई हेर नि त्यहाँ त्यो मान्छे कति दिन भयो होला है कहाँ हो त खै त हरियो देखा तर सिस्टम बिग्रेको छैन यार यहाँ चाहिँ That's it. Good. ग्रीन कलरमै छ्या कस्तो गर्मी लास्ट गर्मी हो मेलबर्न फेरि दुई दिन गर्मी हुन्छ 2 दिन चिसो होइन हाम्रो जस्तो होइन मैले सम्झिने हेभी हो त्यो यार ल कहाँ भयो इस मेरो चाहिँ अब 3टा छ कहाँ जाने के नेपाल लिएर चलाउने ल अब मेरो गाडीलाई नि 1 महिनापछि भेट्छु त्यही हो गाडी ल म त भिआइपी हो कि फेरि दाइरोमा चाहिँ भिआइपी होइन नि भाइ भयो दीक्षा भयो सो एयरपोर्ट चाहिँ यता हो राइटमा हामी चाहिँ माथिपट्टि हम म चाहिँ एकैचोटि भित्र गएर देखाउँछु हजुरहरूलाई हामी चाहिँ अब अघि चाहिँ एयरपोर्टभित्र छिरेको थियो अब चाहिँ भित्रै छिरिसक्यो अब यो टनलपछि एयरपोर्ट हो यहाँ चाहिँ ठुलो मेलबर्न लेखेको छ अनि यहाँ राति भए पनि लास्टै गर्मी छ लास्टै कति डिग्री रहेछ हाम्रो यहाँ अहिले 22 डिग्री छ त्यही पनि स्टिल लास्ट गर्मी लागेको छ मलाई चाहिँ किनकि अब मैले नेपालको लागि प्रिपेयर हुनु पऱ्यो नि त यहीँबाट लगेज पनि टाइट छ हेरौँ अब के हुन्छ मेरो चाहिँ लगेजको चाहिँ कति भन्दा एउटा सानो चाहिँ 7 केजी छ अनि ठुलो चाहिँ 25 केजी ठुलोमा चाहिँ 25.1 ग्राम छ सानोमा चाहिँ 8 केजी भए तर अलि गरमला नि यहाँ चाहिँ यस्तोको लागि छुट्टै मान्छे हुन्छ मान्छे रोक्ने गाडी रोक्ने जम्मा भएपछि मात्र जान दिन्छ रहेछ यसले नत्र मान्छे आउने बित्तिकै जान दिन्छ नि ट्राफिकहरू गर्नु पर्यो नेपालको यात्रा यहीँबाट सुरु भयो नेपालको यात्रा हामी चाहिँ T2 टर्मिनल T2 टर्मिनल 2 भनौँ न T2 म त चेकिङ गरिहाल्ने होला है भित्र नि हुन्छ है वासरुमहरू लास्ट वासरुम ला
चाहिँ एयरपोर्ट अनि यहाँ चाहिँ आम्मामा कस्तो भिड हेर्नु त भिड अनि यहाँ चाहिँ सबको आफ्नो हुन्छ यो चाहिँ मलेसियाको रहेछ सो म आम गोइङ थ्रु मलेसियन एयरलाइन्स अनि भिड हेर्नु उता उता अरू एयरलाइन्सको छ यो चाहिँ लास्ट भिड छ यार या अनि मलेसियाको स्टार्टै भएको छैन जस्तो बुझ्नु होइन यस्तो लेडिजहरू पऱ्यो भने त गाह्रो हुन्छ यार यस्तोहरू पऱ्यो भने त यो सुटकेसको गाह्रो हुन्छ क्या लान है अलि रुट रहेछ कुनै चाहिँ यो त्यो त जा भने कि उसले हिँड्न त हो पछि मेरो सो यहाँ नि स्टाफ हेरेर हुन्छ कुनै चाहिँ लास्टै फ्रेन्डली हुन्छ तिनीहरू चाहिँ अब के अरे केजीहरू यताउता भयो भने नि केही नि गर्दैन या फ्लाइट नम्बर हेर्नुपर्छ यार चेक इन गर भन्यो त त्यसले मलाई फ्लाइट नम्बर दाइले थाहा रहेछ त किन त्यहाँ लेख्यो फ्लाइट नम्बर MS-128 तर यही होला क्या म चाहिँ एकछिन राखिदिन्छु यहाँ बिजी हुन्छ एकछिन चेक इन गरेर भित्र गएर चाहिँ अब भ्लग गर्छु अब चाहिँ एकछिन बसेर रेस्ट गरेर साइकल नहुनु न मजाको नगर्नु न अब म चाहिँ डिपार्चर गेटमा पुगिसकेँ डिपार्चर फर अस्ट्रेलिया मेलबर्न म चाहिँ अब जान्छु ओइ भाँचिला अहिले त्यो लगाएको छु है सी आफ्टर 1 month राम्रोसँग जानु है सी आफ्टर 1 month सेफ फ्लाइट अब सबैलाई सोधेको भन्नु है ल है त ल मेट सी यु आफ्टर 1 month लो सी यु आफ्टर 1 month भर्खर लड्यो त्यो दुखाउँछ भोलि ल बच्चाहरू लड्छ नि पुरै भिडियो गर्ने कि यहाँ आऊ साना ल है राम्रोसँग बस है ल त्यही हो मैले त भन्ने के भन्नु ल बाई ल है त ल गाइजहरू बाई ल सी यु गाइज बस्नु Hey. You can't record inside yet. Okay. Just turn it off, Yep. please. Thank you. Love, bye. 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 ल यहाँ चाहिँ भित्र हुन्छ रेकर्ड गर्नु मिल्दैन रे त्यो भएर म अफ गर्छु सो म चाहिँ भर्खरै अब भित्र छिरेँ अब चाहिँ फ्लाइट छोड्ने अनि अलिकति ढिलो गरिदियो यिनीहरूले लगभग 15 मिनट्स जति 11:30 थियो ओपनिङ चाहिँ तर 11:45 तिर चाहिँ ओपन भयो सो म चाहिँ ग्रुप 3 थिएँ त्यो भएर अलिकति अगाडि भयो म जाँदैछु मेबी त्यही होला म चढ्ने प्लेन यहाँबाट जाने नेपालमा गएको भए गाडीमा नेपालमा गए गाडीमा जानु पर्थ्यो बट यहाँ चाहिँ यस्तो आकाशे पुलबाट हुँदै जानुपर्छ पर्दो रहेछ मैले भ्लग आफ्टर लङ टाइम गर्दैछु मैले केही बोलेमा
माफी माग्न चाहन्छु। सो यहीँबाट होला भिडियो गर्न पाउँछ कि गर्न थाहा छैन, मिल्दैन भने पनि मैले झ्याप्प रेकर्डिङ अफ गरिदिन्छु। म कति लामो हो हिँडेको हो नै भयो। फेरि लाइन बस्नु पर्यो, थैलाइसक्यो। एयरपोर्ट 9 बजे आएको, अहिले 12 बज्न लागिसक्यो। 9, 10, 11, 12 3 आवर्समा बल्ल प्लेनभित्र। बिस्तारै बिस्तारै जाने हो। मेरो चाहिँ अघि के अरे बोर्डर फोर्सले क्रिम समथिङ 130 ml को भएर चाहिँ त्यो चाहिँ बिनमा फालिदियो। मैले त्यो पनि लिएर परेको भए समथिङ एक्स्ट्रा दिनु पर्थ्यो होला, त्यो मैले फाल्दिनँ भने के गर्ने अब त्यही हो। अलिकति अक्वर्ड चाहिँ लाग्दो रहेछ सबैको अगाडि बोल्न, तर आई विल म्यानेज इट। Yeah. We got a thing in here. 26 मेरो चाहिँ 32 अझै पछाडि रहेछ म त 28 म यतै हो। लास्टतिर रहेछ। म चाहिँ भर्खरै क्वालालम्पुर ल्यान्ड गरेँ। मलाई चाहिँ अलिकति खै के फुड पोइजनिङ भयो के भयो, अनइजी भइरहेको थियो फ्लाइटमा।
अनि म चाहिँ अलि सुतेँ खानु मिठो छैन सो अब हामी झर्दैछौँ मेरो यहाँ अब 3.5 घन्टा जतिको अब ट्रान्जिट छ सरी ट्रान्जिट पछि फेरि फ्लाइट अनि थ्याङ्क यू बाई थ्याङ्क यू झाडो रहेछ यहाँ त अघि फ्लाइटमा मलाई औडा गर्नु थियो अझ गर्नु भइहाल्छ त्यही भएर नि होला फ्लाइटमा औडा गर्नु भएर चाहिँ मलाई त्यस्तो फुड पोइजनिङ टाइप भयो वासरुम पनि 2 चोटि गएँ यहाँ म हजुरहरूलाई क्वालालम्पुर देखाउँछु बिहान अलि 5:30 भयो बिहानको म हेर्नु पऱ्यो अब पासपोर्ट कहाँ चाहिँ जाने म त्यही हो खै गेट नम्बर देखाएको छैन अब सबै यतै गइरहेछन् म नि यतै जान्छु लास्टै भोक लागिरहेको छ देख्न सक्नुहुन्छ क्वालालम्पुर एयरपोर्ट सबै यिनीहरूकै भाषामा लेख्दो रहेछ यहाँ पनि पर्तुकारण भनेको ट्रान्सफर स्मिथ्स स्मिथ्स यहाँ बस पनि रहेछ मलाई चाहिँ थाहा थिएन है मेट्रो पनि रहेछ भित्र अहिले त चलेको चाहिँ छैन तर रहेछ अहिले सबै थोक बन्द हो भिड पनि छैन मेरो एकछिनमा हुन्छ होला नाइस म कता जाने हो मसँग पढ्ने भाइ चाहिँ लास्टै मजाक गर्ने टाइपको रहेछ बोलेको गरेको थियो द्याट्स गुड सबै थोक डिटेलमा सोधिरहेको थियो त भाइले कता बङ्गलादेशी रहेछ अनि सबै थोक भनिदियो भाइले अब म एकछिन यहाँ उस गर्छु फेरि ब्याक हुन्छु है त म चाहिँ बस्दा झ्याउलाएर यसो केही खाम्न भनेर गएको लाइनमा बसी लास्टमा त मलेसियन डलर मात्रै लिन्छ अरे सो अब केही खानको लागि भए पनि भोक लाग्छ अझै छ फ्लाइटलाई 2 घन्टा म अब करेन्सी एक्सचेन्ज गर्न जाँदैछु अब $1 को अस्ट्रेलियन $1 को यहाँ 2 point something देखाएको छ हेरौँ अब उता गएर कति दिन्छ लास्टमा ट्रान्जिटबाट केही लैजाउँ भनेको ड्युटी फ्रीबाट इट्स टु एक्सपेन्सिभ सबै थोक हुन चाहिँ सबै थोक हुँदो रहेछ पर्फ्युमदेखि लिएर वाइन रम विस्की एभ्रिथिङ अब म कहाँ जानुपर्छ भन्दा म करेन्सी एक्सचेन्ज कता छ अब राम्रो रहेछ यहाँ यस कता करेन्सी एक्सचेन्ज फेरि
कहाँ त्यही उहाँ रहेछ एभ्री ब्रान्डको रहेछ डियर भयो फेरेरो स्टिल लाउडर म्याक चार्लोटे के हो तिलबुरी रेभेन्सी यहाँ रहेछ मनी एक्सचेन्ज चाहिँ अगाडि धेरै होइन $100 जति छ नि होइन 50 सबैहरू पनि कति हुन्छ यसो यहाँ मलेसियाको उस पनि लानु पऱ्यो एउटा म्याग्नेट घरमा टास्नु कति हुन्छ $100 साट्छु कि कति डलर साट्छु अस्ट्रेलियन डलर देखाएको छैन त देखाएको रहेछ 2.18 त्यस्तो धेरै नरहेछ अस्ट्रेलियन डलर नेपाली चाहिँ कति छ नेपाली चाहिँ देखाएकै छैन हेप्यो नेपालीलाई हेप्यो क्रिसमस ट्री हेरौँ कति हुन्छ कति आउँछ $100 दिन्छु पछि आउँदा नि काम लाग्छ मलाई केही खर्च गरिनँ भने त्यही अहिले एक्सचेन्ज गरेपछि फेरि ब्याक टु भिडियो मैले चाहिँ $100 साटेको थिएँ $100 मा 236 मलेसियन आयो अनि यहाँ सनराइज हुँदैछ बवाल देखिँदो रहेछ कस्तो देखियो क्यामेरामा त थाहा भएन त्यहाँ यहाँबाट राम्रो देखिरहेछ अहिले मजा त घाम लाग्छ होला त्यस्तो देखिन्न तर नाइस सनराइज अब केही खाने पिउने 7:20 मा अब 7:20 नै हुनलाई 7:20 मा मेरो अब फ्लाइट कुन नम्बरमा हो त्यो देखाउँछ म हेर्न जान्छु केही खान्छु फेरि बस्छु अनि त्यसपछि 1 घन्टा पछि बोर्डिङ छ अनि 3 घन्टामा म नेपाल पुग्छु अब यहाँबाट 12 बजे आई मिन फ्लाइट चढेपछि 9:20 को छ फ्लाइट त्यसपछि 9, 10, 11, 12 लगभग 3 घन्टामा म नेपाल पुग्छु डिले भएन भने नेपाली टाइम हो नेपालमा के हुन्छ कस्तो हुन्छ थाहा हुन्न सो आयो होला यहाँ छैन उता जान्छु ट्रान्सफर काउन्टर यतातिर नि रहेछ कफी खाने तर मेरो चाहिँ गेट उतै हो सो म उतै जान्छु उता नि रेडी टु क्याफे छ डङ्किन छ डङ्किन क्याफे भन्दा नि डङ्किन छ स्यान्डविच कफी के हुन्छ खान्छु त्यही हो